हेलो गाइज अरे यहाँ हाम्रो सिकारी बाबु छ यहाँ मेरो भाइ आज अनि हाम्रो यहाँ म छु म पनि देखाउनु पर्यो नि यार हैन आजको हाम्रो हन्टिङ चाहिँ यता यहाँ अझै पनि जिउँदै एउटा रहेछ यो ढुकुर ढुकुर भयो लापगी त अनि हेर देखाइ यो अर्को ढुकुर यो चाहिँ मैले हानेकै बेसी हेडसट देखा त हेडसट उ नगर लाइट हेर न देखा त हेडसट टाउको त केही भएको छैन देखिन्छ त तर कुदै भएको छ हैन यो एउटा अर्को ढुकुर हो यो एउटा भ्यागु यो भ्याग्रा भइहाल्यो यो पनि भ्याग्रा भइहाल्यो यस बोस जुरेलीहरु सिकारीहरु मार्छ तर केटाहरुले जुरेल चाहिँ पाप गरे मारे छातीमा हाने केटाले डोबी डोबे थियो यो पुरानो भइसक्यो ह्यान्डसमहरु यार ल सुँगेको नि म्या अब चाहिँ हामी चाहिँ यो हाम्रो आजको सिकारी यो गुलेली सिलिङ शट गुलेली चाहिँ काम छैन यसरी फाड पछाड पनि काम छैन यो सिलिङ शट लाग्दैन रहेछ दिस इज माई सिलिङ शट म त फेरि हेड हानिदिन्छु नि यो सिलिङ शटले त गाइस फेरि हैन हो यति भन्दै हाम्रो बिदाई भयो ल है त हेलो गाइज अरे यहाँ हाम्रो सिकारी बाबु छ यहाँ मेरो भाइ अनि यहाँ म छु म पनि देखाउनु पर्यो नि यार हैन आजको हाम्रो हन्टिङ चाहिँ यता यहाँ अझै पनि जिउँदै रहेछ ढुकुर भयो लापगी त अनि हेर देखाइ यो अर्को ढुकुर यो चाहिँ मैले हानेकै हेडसट देखा त हेडसट उ नगर लाइट हेर न देखा त हेडसट टाउको त केही भएको छैन देखिन्छ त तर कुदै भएको छ हैन यो एउटा अर्को ढुकुर हो यो एउटा भ्यागु यो भ्याग्रा भइहाल्यो यो पनि भ्याग्रा भइहाल्यो यस बोस जुरेलीहरु सिकारीहरु मार्छ तर केटाहरुले जुरेल चाहिँ पाप गरे मारे छातीमा हाने केटाले डोबी थियो यो पुरानो भइसक्यो ह्यान्डसमहरु यार ल सुँगेको नि म्या अब चाहिँ हामी चाहिँ यो हाम्रो आजको सिकारी गुलेली सिलिङ शट गुलेली चाहिँ काम छैन यसरी फाड पछाड पनि काम छैन यो सिलिङ शट लाग्दैन रहेछ दिस इज माई सिलिङ शट म त फेरि हेड हानिदिन्छु नि यो सिलिङ शटले त गाइस फेरि हैन हो यति भन्दै हाम्रो बिदाई भयो ल है त